यसो गाउँको जग्गा जमिनतिर जाऊँ भनेर आएको हेर्नु गाइजहरू। भर्खर मकै सकै लगाएको छ बारीमा। अनि मकै, अदुवा, अनि टमाटर, मकै, गोपी, अदुवाहरू भए, छाङ्रा हालेर सब तयारी छ। फर्सीहरू भए होइन। अब गाउँको जग्गा जमिन भएपछि अब घुमघाम पनि गर्नु पर्दो रहेछ। सिस्नुका बुट्टाहरू भए होइन। तेरि गाउँमा त धेरै सुविधा छ नि। सिस्नो अनि घाँसहरू भए, आरुका बुट्टाहरू पनि झत्तै फल्या रहेछ आरू पनि। अनि अब हेर्नुहोस् यत्रो अदुवा बिउ राखेको, अदुवाभरि सबै सडेछ हेर्नु त। अब 1.5-2 कुइन्टल अदुवा यहाँ सडिरहेछ बिउ राखेको भनेपछि तनाव छ। मान्छेको जिन्दगी जे गरे पनि हुँदैन। अब माथि बाँस, लेवास, रिठा, निगाला, अमिलो अनि बेलौती सबै छ गाउँघरको। काफलहरू भए, चोत्रा ऐसेलु भए, जस गाउँघरमा रमाइलो हुन्छ के एक हिसाबले। बजारको जस्तो सेवा सुविधा त अब गाउँमा हुने कुरो भएन। तर अर्ग्यानिक चिजहरू खान पाइन्छ। अर्ग्यानिक चिजहरू खान पाइयो भने मान्छेलाई यहाँबाट उठिनु पर्यो। हाम्रो गाउँको जग्गामा यही हो। हेर्नुहोस् गाइजहरू, म हिँडिरहेको छु भिडियो बनाउँदै। अनि यो मेरो पुरानो घर यहाँतिर थियो। अहिले घर ढलेर मान्छे नबसेर यत्रो झार जङ्गलहरू जागिसक्यो। अब जाग्ने भइसक्यो भन्दा पनि जागिसक्यो। पहिला मैले नै रोपेका केराहरू हो नि। अहिले यत्रा घाँस भइसकेका छन्। अनि यो अमराई पनि मैले रोपेकै हो, फल्छ। लगभग गरेपछि नहुँदा के रहेछ र, हुन्छ। अहिले आफ्नो घर ढल्यो, आफू बजारतिर बसिन्छ। जग्गा जमिनमा सबै छ। मकै खुर्सानीहरू लगाउनु भएको छ। त्यो माथि त्यो घर छ, उहाँहरूले लगाउनु भएको छ अहिले मेरो जग्गा जमिनहरू। जे होस्, जग्गा बाँझो रहन दिइएको छैन, उब्जनी भइरहेछ। जग्गा बाँझो रह्यो भने त झार जङ्गल उम्रेर बर्बाद पार्ने रहेछ। पानी चारको लागि माथि सिँचाइ खाल्डो खन्नु भएको छ। पानी जम्मा गरेर पानी चारको लागि कुलो बनाउनु भएको रहेछ। हजुरहरूलाई मैले त्यो पनि देखाएँ है त। माथि जाँदैछु म। माथि गएर टक्क पानीको खाल्डो पनि देखाउँछु मैले। गन्जीहरू भए, घरजरुल भए सबै हुन्छ। बार हाल्नु भएको रहेछ बाटोमा। फेरि कुखुराको तेरिका बर्बाद हुँदै उक्लिनै गाह्रो भयो। लाग्यो माथिल्लो पाटोमा आइसकेपछि यसरी सिँचाइ गर्नुभएको छ। पानी माछा पालन जस्तो धारो आइरहेछ बारीबाट। यही पानी अघि जो मैले कुलो देखाइरहेको थिएँ, त्यो कुलोबाट तल लगेर चार्ने सिँचाइ गर्नुभएको छ। र जग्गा जमिन अघि हेर्दै आएको तलबाट यहीँसम्म हो। अनि बाख्राहरू थिए यो खोरमा, 18-20वटा बाख्रा पनि फकाइसक्नु भएको छ। लगाइच यो भिडियोलाई यति नै, यहीँसम्म सीमित गरौँ। अब फेरि अर्को भिडियोमा भेटौँला है त। गुड बाई।